सुख दुःख यो जीवनमा केही गर्नु छ, ज्ञानको ज्योति बाली यो जीवनमा किरण भर्नु छ। मरुभूमिमा उम्रिए तर त्यो गगन भेट्नु छ। ज्ञानको ज्योति बालेर अब सफलताको शिखर चुम्नु छ। नमस्ते, म टाइमलाइन कलेजको कक्षा 12 मा पढ्ने छात्रा मनिषा बस्नेत र आज हामी यस जोरपाटी स्थित छिमेकी प्याटी प्यालेसमा छौं र यहाँ शैक्षिक मेला लागिरहेको छ। यस मेलामा विभिन्न विद्यालयका धेरै विद्यार्थी, धेरै गुरु तथा अन्य व्यक्तित्वहरूको आगमन भइरहेको छ। सबैजनाले आफ्नो हिसाबले कलेजको प्रचार प्रसार गरिरहनु भएको छ। मैले यहाँ टाइमलाइन स्कुलको स्कुल कोअर्डिनेटर केपी दाहाल सरलाई देखिरहेको छु। नमस्ते सर। नमस्ते सर। अनि टाइमलाइन स्कुलको बारेमा समग्रमा केही विषय वस्तु राखिदिनुहोस् न। धन्यवाद बहिनी प्रश्नका लागि। सर्वप्रथम त 2081 सालमा एसई दिएर बस्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई अग्रिम शुभकामना भन्न चाहन्छु। टाइमलाइन स्कुल यहाँको उत्तरोत्तर प्रगतिको लागि सदैव प्रतिबद्ध छ र सफलता परीक्षामा पनि सफलता मिलोस् भन्ने पनि म यसै भिडियो मार्फत सबैजनालाई जानकारी गराउन चाहन्छु, शुभकामना दिन चाहन्छु। र आज हामी यस जोरपाटी स्थित छिमेकी पार्टी प्यालेसमा छौँ, जहाँ विभिन्न कलेजहरूले, विभिन्न +2हरूले, अब अहिले कलेज भन्ने चलन छ, खासमा चाहिँ विद्यालय शिक्षा नै हो 11 र 12। यो सबै विद्यार्थी भाइ बहिनीहरूका लागि सहज होस् भनेर टाइमलाइन स्कुल तथा अन्य विविध यस क्षेत्रका विद्यालयहरूको संयोजनमा दिव्यज्योति इन्स्टिट्युटको संयोजकत्वमा यस मेलामा हामी अहिले यतिखेर टाइमलाइन स्कुलको प्रतिनिधित्व पनि गर्दैछौँ। र मैले टाइमलाइन स्कुल, टाइमलाइन विद्यालयका विषयमा भन्नुपर्दाखेरि टाइमलाइन विद्यालय 11 र 12 का लागि कम्प्युटर साइन्सको लागि चाहिँ हामी एकदमै ख्याति प्राप्त पनि छौँ र विभिन्न विद्यालयहरूबाट जो विद्यार्थी भाइ बहिनीहरूले एसई परीक्षा दिनुभएको छ र भविष्यमा कम्प्युटर साइन्स लिएर, कम्प्युटर विषयलाई लिएर आफ्नो भविष्य सुनिश्चित गर्न चाहनुहुन्छ भने टाइमलाइन स्कुलको ढोका तपाईँहरूलाई सदैव स्वागत छ, सधैँ खुल्ला छ। र यस विद्यालयले विद्यार्थी भाइ बहिनीहरूलाई मैले भन्नुपर्छ, विद्यार्थी भाइ बहिनीहरूको प्रगति र उनीहरूको विवरण, उनीहरूको पठन पाठनसँग सम्बन्धित कुराहरूलाई टाइमलाइन स्कुल सदैव तत्पर छ। र कुनै पनि विद्यालय स्तरमा हुनुपर्ने अथवा 11 र 12 मा विद्यार्थी भाइ बहिनीहरूले सिक्नुपर्ने ज्ञान, सिप, यस्ता खालका कुराहरूमा टाइमलाइन स्कुलले कहिले पनि केही कसर बाँकी राख्ने छैन। त्यस्तै कम्प्युटर साइन्सका लागि टाइमलाइन स्कुलमा आउनुपर्ने केही कारणहरू म भन्छु। जस्तै हामी जोरपाटीमा प्राइम लोकेसनमा छौँ, नयाँ बस्ती जोरपाटी जम्बुडाँडा नजिकै अवस्थित छौँ। गोकर्णेश्वर नगरपालिका आसपासका क्षेत्रबाट अथवा उता मूलपानी साइड, गोठाटार र यो भेग चाबेलसम्मको भेगका विद्यार्थी भाइ बहिनीहरूले अब राम्रो 11-12 पढ्न, राम्रो पढाइ भएको विद्यालय खोज्नलाई अब सहर धाउनुपर्ने बाध्यता हामीले अन्त्य गरेका छौँ र त्यो बाध्यता अब रहँदैन, किनभने टाइमलाइन स्कुल आइसकेको छ। 11 र 12 र कम्प्युटर साइन्स पढ्ने विद्यार्थी भाइ बहिनीहरूलाई हामी स्वागत गर्न चाहन्छौँ। र आजको स्टलको विषयमा कुरा गर्नुपर्दा अहिलेसम्म लगभग 300 भन्दा बढी विद्यार्थी भाइ बहिनीहरूले हाम्रो स्टल भिजिट गरिसक्नु भएको छ र सबैजना टाइमलाइन स्कुलमा चाहिँ सिट सुरक्षित गरिदिनुपर्छ है भन्ने एउटा मानसिकताका साथ आउनुभएको छ। यसले पनि टाइमलाइन स्कुलमा गोकर्णेश्वर क्षेत्रमा अथवा यो एरियामा शिक्षाको क्षेत्रमा टाइमलाइन स्कुलले कक्षा नर्सरीदेखि 11-12 मात्र होइन, हामीले विगत 11-12 वर्षदेखि चाहिँ गोकर्णेश्वर नगरपालिकामा स्थित रहेर देशको शैक्षिक विकासमा जुन टेवा पुर्याइराखेका छौँ, त्यो टेवालाई अझ मजबुत बनाएर, अझ सुदृढ बनाएर चाहिँ हामी अगाडि बढाउनेछौँ भन्ने बाचा पनि मैले यसै भिडियो मार्फत तपाईँहरूसँग गर्न चाहेँ। हस्, धन्यवाद। Timeline School, empowering the child.